ब्लगमा स्वागत छ होइन। आजको ब्लग चाहिँ हाम्रो एकदमै खतरा रमाइलो हुनेवाला छ, किनभने चाहिँ आज हामी साथीहरू चाहिँ उता शान्तिनगरतिर गइरहेको छौँ, किनभने हाम्रो विनोद भाइहरूले बोलाएको छ होइन। टक्क हामी जियास मधुरो जान्छौँ। हामी तिनटै जान लाग्छौँ गाडी। आज हुन्छ खसखस, अनि आजको जति खसखस हुन्छ त्यो तपाईँहरूसँग सब सेयर हुन्छ। अहिले चाहिँ हामी क्याफेमा बसिरहेछौँ होइन, जुरीको क्याफेमा छु। यता जुरी यता काममा होला। अनि अहिले अब खसखस स्टार्ट हुन्छ, अनि अगाडिको खसखस हेर्नलाई हाम्रो ब्लगमा बन्दै रहनु होला। यति हो। अहिले चाहिँ हामी चाहिँ अहिले उता रुखतिर पुग्यो भने देखाउँछ, जब हामी शान्तिनगरतिर पुग्छ त्यति बेला देखाउँछ। त्यति बेलासम्म तपाईँहरूले हेरिराख्नुपर्छ है, यसो नयाँ मायातिर होइन। ल जाउँ जाउँ हिट जाउँ ए हिट छोरी आइहाल्छ हामी त। ल यता जुरी चाहिँ यता छ होइन, यता तयारहरू बसेका छन्। अनि अब निस्केर अगाडिको कुराकानी। दोस्त हामीले जानुपर्ने कहाँ हो भन्दै त? शान्तिनगर। शान्तिनगर एकदम यो ठिक छ दोस्त, यो क्याप्सन हेर्न। केटाहरूको कुरा नगर्न कान्छा, त जो केटाहरूको कुरा गर्छस् त्यो केटाहरू केही पर्दा जिएस ग्याङ सम्झिन्छ न। ग्याङले सम्झिन्छ। वाह, गाना नि बवाल छ न। अनि बवाल छ गाइस। सम्झिँदालाई जो पनि उमेरलाई भन्दा चिया एक्सप्रेसबाट हाम्रो जर्नी स्टार्ट छ होइन केटा हो। जाउँ अब जाउँ एकछिनमा। हाम्रो नयाँ भिडियो हाम्रो क्याप्सनवाला झरेछ, टक्क सबले हेरिदिनु होला। नयाँ भिडियो झरेको छ, कसको अकाउन्टमा झरेको छ? आयुषी अन लाइभमा टक्क टिकटकमा सर्च हान्नु होला, आउँछ। अनि टक्क त्यहाँ हेर्नु होला केटाहरू। मैले चाहिँ स्टोरीमा हालिसकेको छु होइन, तपाईँहरूले मेरो स्टोरीमा हेर्न सक्नुहुन्छ। पुरै ओम प्रकाश छ, ओम चौधरी होला मेरो फेसबुक च्यानलको नाम होइन। भयो ल अहिलेको लागि चाहिँ यति नै है, एकछिन मात्रै देखाउँछौँ। ए ल जुरी गइसकेको छ, बाटो भन्यो एकछिनमा आउँछु। बाटो भन्यो गाइस, हामी चाहिँ गइरहन्छु। यहाँ लिएर आउँ आज घरदेखि। ल जुरी गइसक्यो होइन। अब हाम्रो यहाँबाट अब एक्लै अब 2 किलोमिटर टाढा त जानुपर्ने होइन। यहाँदेखि ब्यारेकसम्म हिँड्नुपर्ने छ हाम्रो अत्तिरदेखि। त्यस्तै भन नि, तर यहाँ लङ डिस्टेन्स यहाँ भिडभाड धेरै अब यस्तो हो गाइस, जाने चाहिँ टाढै हो। अब मुजी यताउता किन जाने होइन, चलफल दिँदै जाने हो। पुग्नु पर्ने चाहिँ 7 बजे हो। हामी हिँड्दै कति बजी टाइम कति भएको छ? हामी अहिले कहाँ छौँ भनेपछि सेतो पुल लिएर छौँ होइन। हामी सेतो पुल अगाडि छ। अब बिस्तारै पुरानो बाटोमा पुग्छौँ, त्यो पछि अनि दुरीको दाइको पुग्छौँ, त्यहाँबाट अनि सिधै शान्तिनगर कोही पनि मुजी हल्ला नगर। बाह्र यहाँ चल्छ खतरा दाइको अस्ति निस्केको दाइको पनि दाइको। यो होटल चाहिँ बवाल छ गाइस, हेर्न सक्नुहुन्छ पुरानो मोडलको बवाल छ। ल अगाडिको कुरा चाहिँ अगाडि गएर गरौँला। अहिलेको लागि चाहिँ यति नै। मामाको बिहान गयो ठ्याक्क, केटाहरू ल्याप। यही पुल हो होइन। अस्ति हामीले नाइट हानेको भनेको चाहिँ यो पार्कमा हो। त्यो पार्क देखाइदियो त। उदय पार्कमा हामीले नाइट हानेको थियो। नाइट हाने चाहिँ हाम्रो सुरुवातमा काठमाडौँ आएको थियो। हामीले काम गर्ने ठाउँ चाहिँ यहाँनिर नजिकै छ होइन। यो चाहिँ सेतो पुल, सेतो रङ हुनाले यहाँ मुझे कति पो पुल छन्, कालो पुल, रातो पुल, हरियो पुल, ब्राउन पुल, कालो। अनि अहिले चाहिँ हामी अगाडि जाँदैछौँ। अहिले चाहिँ हामी अब पुरानो बानेश्वर चोक पुगिरहेछौँ। चोकै ठोक्यो। जस्तै अचार्यको चोक छ नि, यहाँ पुरानो बानेश्वरको चोकमा छौँ हामी। अस्ति हामी त्यहाँ रुम खोज्न गएको थियो गाइस होइन। त्यहाँ के गरिदियो थाहा छ, 500 रुपियाँ लियो, न रुम खोज्यो न रुम देखायो, तर खन्तर भने पनि कमको देखाएन कि रुम। त म त त्यही माथ सोधिदिन्थेँ गाइस, तर जुरीले लास्टमा भन्यो दोस्त साथी छाडिदियो भन्यो। अब के भन्ने होइन, त्यसैले मैले छाडिदिएँ, नत्र केही खस त हुन्थ्यो। अनि एउटा मान्छेले हामीलाई खतरा एउटा डिल दिएको थियो, त्यो मान्छेसँग हाम्रो खस भयो। त्यो होटल पनि देखाउँछु होइन, सम्झेर हुन्छ नि त्यो होटल। अस्तितिर खुब काम गर्न गएको थियो रुद्री होइन, तर 5 दिन त खुब मन लगाएर काम गऱ्यो होइन। अनि त्यो काम गर्नेवाला त्यहाँको साउले चाहिँ एउटा काम दियो रुद्रीलाई होइन, पुरा मोहनी लगाउनेवाला काम दियो। त्यही 5-6 हजार दिन्छु हो कि 9-10 हजार दिन्छु भनेर रहेछ। लास्टमा त्यहीको ख्याप्च भइदियो गाइस। लास्टमा सरी त्यहीको त रुना हाँसु भएको थियो। हामी त पुरा ग्याङस्टर जसरी त्यहीको क्याफेमा छिरेर होइन गाइस, हामी त पुरा त्यसलाई यस्तो थर्काइदिरहेको थियो कि हामी त्यहाँको साउ हो भनेर सरी पुरा जियास त पुरा यसरी बसेर होइन, पक तपाईँले यसरी हामीलाई कसरी भन्नुभयो।
भन्नुभयो त्यो चाहिँ के भनिरहेको थियो कि रुद्रलाई होइन मेरो सालोहरू गाउनु नि यहाँ छन् भन्ने रुद्रले पनि होइन क्याप्चर गर्नेवाला हाम्रो आइरहेको थियो हामी कराते खान्छ अहिले हल्का साइड रुद्रेको अफिस भने ऊ त्यो माथि त्यो ऊदेखि लाग्नु भयो होला होइन त्यो अफिस भने अफिस रुम खोज्नेवाला अफिस के खोज्ने रुम रुम त घटिया जस्तो देखाउँछ पुरानो बानी सक्छु गाइड हामी गाइड यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले खतरा मान्छे छन् यहाँ उता फुलको पसल यता हो जाने हामी यतातिर हो त चौकी पनि हल्का पैसा जेब्रा ओमेगालमा आउने मान्छेहरू भेटिनु क्या यहाँमा तिमीहरूसँग बसेपछि गाइस अहिले चाहिँ हामी चाहिँ शान्तिनगर पुगिसकेका छौँ होइन हो तर हामी पार्कमा छौँ अहिले हामी तिनजना टक्क अब एकछिनमा हामीलाई पिकअप गर्न आउँछन् विमल दाइ आउनुहुन्छ ऊ त्यहाँ ऊ छ पार्क छ यस्तो छ यहाँको नजारा काठमाडौँमा पनि यस्तै चलफल भइन्छ होइन के गर्नु यस्तै छ अहिले एकछिनपछि देखाउँछु तपाईँहरूलाई हामी ल गाइज अहिले चाहिँ हामी होटलमा आएर बसिसकेको छौँ होटलको क्याफे हो क्याफेमा आएर बसिसकेका छौँ अनि विमल दाई अलि उता जानु भएको छ एकछिन बसिरहेको छु वेटिङमा हो अनि एकछिनमा दाई आउनुहुन्छ अनि हुन्छ कुराकानी ल गाइज हामी पुगिसक्यो होइन 0M दोस्त कङ्ग्रेचुलेसन होइन गाना ड्रप भइसकेको छ सबैजनाले होइन एकचोटि भाइ ग्याङ रिकर्ड्समा गएर यसो च्याक हानिदिनु पऱ्यो होइन माया देखाइदिनु पऱ्यो बवाल छ गाना चाहिँ यता झलक देखिरहेछ अब सबले गएर एकचोटि हेरिदिनु पऱ्यो होइन ट्याक्क